भागी कान्छे। मैले बुझिन नि हजुर, यो प्रश्न हो कि शंका? जिब्रो पटाएर नबोल, अहिलेसम्म कहाँ कहाँ आइस् त? मन त सक्क हुन्छ। तेरो पनि मन छ र? एउटालाई काखी च्यापेर अर्कोलाई आँखा मार्ने? हो जस्तो होइन भाइ, साँच्चै हो भन न। सबैभन्दा अमूल्य चिज भनेकै जीवन हो। बालुवा साटेर सुन किन्न सकिन्छ, ढुङ्गा साटेर नुन किन्न सकिन्छ, तर यी सबै कुरा साटेर किन्न नसकिने एउटै चिज छ, त्यो हो जीवन। जन्मभूमि छोडेर कर्मभूमि जानु सजिलो त कहाँ हुन्छ र दाइ? के दिउँ? चुप्पा। छ्या, तपाईँ पनि बच्चा जस्तो जिस्किनुहुन्छ भने। जिस्किने भनेको आफ्नै बुढीसँग त हो क्यारे, अर्काको बुढीसँग जिस्कियो भने त मारिहाल्छन् नि। भन तेरो चारे के विकास तैँले के गर्नु खोजेको? उठ्न दिनुहोस्। यो घडी लगाउनुहोस्। यो घडीले समय दिन्छ र समयसँग आफूलाई चल्न सिकाउँछ। दाइ के हेरिरहनु भएको नि आकाशतिर? प्लेन उडेको हेरेको नि बहिनी। हेर न, यस्तो चाडबाडको बेलामा कति नेपालीहरूलाई आफ्नो भविष्य बनाउन विदेश उड्नु परेको हेर न। परदेशी हुनलाई न त चाडपर्व न त के गर्ने दाइ? देशमा राम्रो नेता नभइसकेपछि हामी जनताहरूको हालत सधैँ यस्तै हो। हाम्रो देशको चोर नेताहरू कम्ता बाठो छन्। मलाई त लाग्छ दाइ त्यही रेमिटेन्सको लोभले जनताहरूलाई विदेश जानु बाध्य बनाइरहेको छ। खै बहिनी, के हो क्या? त्यही हो के दाइ? बरु खाना पाकिसक्यो, जाम खान। आज त मेरो पकाउने बाहेक के नै काम छ र? घरमा खसी काटेपछि यस्तै हो बहिनी। ल जाम खाएर सुतिहालौँ, भोलि टिकाको दिन पनि छ। ल ल आउनुहोस् दाइ। ओइ महेश, तँसँग यसरी बसेर खानु पनि दसैँ नै आउनु पर्दो रहेछ है। त्यसको घरमा बुढी छ नि त। तिमीहरूको पनि पालो आउँछ, धेरै नखिस्या। तँ धेरै नखा है महेश, खाएपछि तैँले ल्याङ गर्छस्। आज गर्दैन क्या यार, तिमीहरू ढुक्क हो। तेरो त के भर, पोहोर साल त पुगेर पुराको घर। यसपालि पर्दैन के, तिमीहरू पनि थपेर खाऊ। बोतल खाइदिन्छ कहाँ थप्ने? अर्को बोतल मगा न च्यान्टे। साउजी हजुर, एक बोतल झम्ल्यो। ल ल।
ए तिमीहरू त दुईजना मात्रै आयो त यसको बुढी खोइ त भाउजू चाहिँ लुगा धुनु परेन र आमा मेरो पनि त्यत्रो लुगा थियो ए अनि छोरी आज कति बजेको रहेछ त टिकाको साइज त्यो त मलाई पनि थाहा छैन आमा यस्तो कुरा त तँलाई कहाँ थाहा हुन्छ त 10-30मा नि सबै कुरा कहाँ थाहा हुन्छ त मलाई टिकटकमा नयाँ इफेक्ट आयो भने तुरुन्तै थाहा पाउँछ त ल तिमीहरू धेरै झगडा नगर यसपालि टिका साइडमै लगाउनु पर्छ सुन बाबु त चाहिँ त्यहाँ बारीमा गएर कुबिन्डो र उखु लिएर आइज अनि नानी त चाहिँ त्यहाँ चौरमा गएर दुबो र फुल टिपेर लिएर आइज म बढार्दै गर्छु हस् आमा ल त केटा ब्यानरको काम पनि सकियो अब टिका सिका लगाएर बेलैमा प्रोग्राम दिन आउने होइन ल लाग्यो म अहिले ल लाले तँ पनि बेलामा टिका सिका लाएर आइज च्यान्टे तँ पनि छिटो गर्ने है ल जहिले ढिला गर्छस् के मोरा आइज नि ल हेर्नु न दाइ मलाई त ठुलो बाले टिका लगाएर 20 रुपियाँ मात्र दिनुभयो जाऊ बहिनी त्यो पैसा जम्मा गरेर अर्को साल मासु किने खानुपर्छ है हस् दाइ यसपालि हामीसँग पैसा नभएर मासु खान पाएन अर्को साल खानुपर्छ ल बहिनी ल जा त्यो पैसा राख्दै गर म खाना खाएर कार्यक्रम हेर्न जान्छु है हस् दाइ दुर्गा भगवानले रक्षा गरून् राम्रो काम गरेस् सधैँ हल्लिएर बरालेर नहिँडेस् विदेश जा भने पनि मान्दैन यहाँ राम्रो काम खोजेर गर्ने भाग्यमानी हुनु 5 रुपियाँ पैसा दिन्छ बजिया कहाँको काम गरे पो पैसा हुन्छ र दिनु के गर्नु त आमा जति थियो त्यति दिएँ टिकाको दिनु पनि यस्तो भन्नुहुन्छ तपाईँ वर्ष दिनमा आमालाई पैसा राखेर ढोक्छ त्यो पनि 5 रुपियाँ अनि तँलाई के भन्नु त लुलु भयो चुप लाग ल बुवाले टिका लगाइदिनु अलि राइज कम भुताली खानु छ भनेदेखि एउटा नाति दिने मलाई गाउँ गाउँ बराल लिएर हिँड्ने होइन दुनियाँको कुरा काटेर चेवा चर्चा गरेर केटा खेलाएर हिँड्ने होइन भए पर्दैन त्यो खाली हात के ढोक्छेस् पैसा सैसा दिनु छैन लाओ छोरी लाइज छोरी नव दुर्गा भगवानले रक्षा गरून् मेरो छोरीको पढाइमा राम्रो एक्जाममा राम्रो नम्बर ल्याउनु डाक्टर नै हुनु मम्मीले भनेको मान्नु ले भाग्यमानी हुनु मेरो छोरी अहिले यता आइज तल लाइन्छ अलि मिलाएर लागिदिनु न सधैँभरि भाउजूले हेप्ने होइन राम्रो काम गर्ने दुनियाँसँग लाएर हिँड्ने होइन हारका मात्रै कुरा काट्छेस् दाइ भाउजू रिस गर्छेस् बुद्धि आओस् हेर्नु न आमा दसैँको दिन 5 रुपियाँ दिनलाई 500 को डाइलग मारे तेरो दाइले ल बहिनी होस् अलि धेरै नि 20 रुपियाँ तिहारमा अलि धेरै चाहिन्छ नि है यही 5 रुपियाँ दिनु त होला नि तेरो दाइ कमाइ हो धेरै दिन त चाहिँ के टुवा पर बस्यो कि नि नन्दलाई टिका लगाइदिनु पर्दैन कि पैसा नभएर नलाइदिनु आँटे कि यहाँ छ 5 रुपियाँ ल त चाहिँ अब घाँस काट्न जा तिमीहरू दाजुबहिनी चाहिँ गाउँमा कार्यक्रम छ भन्दै थियो के अरे हेर्न जाने होला आफू त घरमा पाहुना पासा आउँछ पुरेर बस्नु परिहाल्यो त्यो त परिहाल्यो नि बहिनी एकजना त घरमा पाहुना पासा नि हेर्न पर्यो हुन्छ नि हजुर टिका लाएर आफ्नो काममा गइस्यो
म कुरेर बस्छु नि त पाहुनालाई। ल अब टिका लगाउँ है त। ल बहिनी तिमी गएर भित्र खाना रेडी गर्दै गर म अध्यक्षको छोरीले टिका लाउँछु। लाऊ छोरी लाऊ बस। ल बहिनी बस म खाना बनाउँदै गर्छु है। अनि बाबा कहाँ हुनुहुन्छ नि? हुनुहुन्न नि अङ्कल नेता भएपछि घरमा बाँच्दै छैन बाबाको। त्यस्तै हो नेता भएपछि कहिले कता ल म लगाइदिन्छु तिमीलाई टिका। हुनु पर्यो नि त साथीको छोरीलाई। ल होइन भित्र दिदीले खाना रेडी गरिदिन्छ म नि आउँछु है। दाइ के भयो किन रुनु भएको? यस्तै गरी आमाको खुट्टा ढल्नु नपाएको नि आज कति वर्ष भइसक्यो। यो आमा बिनाको चाडपर्व त कति खल्लो हुँदो रहेछ। त्यही त नि दाइ मलाई पनि आमा बिना त्यस्तै भइरहेछ। ल बहिनी नरो अनि मामा घर कहिले जान्छ? नाइ म त जान्न। आमा बितेपछि मामा घरमा पनि मायै गर्दैन। जे भए पनि मामा घर हो बहिनी त्यसो नभन्न। म त त्यसै भन्ने हो। ए म त भुस्सीकै बिर्सेछु। भित्र गएर मासु चिउरा खाएर गइहाल्नु पर्छ। उसलाई चाहिँ त्यही मासुको पिर छ। दसैँको मासु चिउरा छुट्टै अलग हुन्छ नि त। ल ओला ओला खु। सरस्वती आज तिमीलाई कस्तो राम्रो देखिएको के हो नि। आकाशमा देखिने चन्द्रमा त के राम्रो छ र। त्यति राम्री छेउ तिमी आज। ल ल धेरै फकाउनु पर्दैन हजुरले। सुन्नु न मलाई अस्तिबाट एकदम पेट दुखिरहेको केही खान पनि मन लागेको छैन। होइन तिमी यो के भन्दैछौ के? हो के भएको होला? एकचोटि तपाईँ र म स्वास्थ्य चौकीसम्म जाउँ न। स्वास्थ्य चौकी जानै पर्दैन नि मलाई सबै थाहा छ तिमीलाई के भएको भन्ने कुरा। के भएको हो र? यो सबै डेटिङको कमाल हो। बाउ बनिन्छ क्या हो यसपालि त? हे जे पाए त्यही नभन् है मलाई डर लागिसक्यो। बिहा गर्नु अब छिटो। तिमी चिन्ता नगर न सरस्वती तिम्रो लागि म छँदैछु नि। तँ नि सस्तो मेरो मिल्ने साथी। साथी भनेकै दुःख सुखको लागि त हो नि यार। नरचन्टे ल मासु खा मासु खा। नै यार बहिनी आएपछि खान्छु। आज विजय दशमी 2080 को यहाँहरू सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना र आउँदै गरेको शुभ दीपावली छठ पर्व नेपाल सम्बत यी सबै चाडपर्वको पनि शुभकामना दिन चाहन्छु।
मैले आज विजय दशमीको दिन पनि यो कार्यक्रम किन राखेको भन्दाखेरि विगतका दिनहरूमा धेरैजनाले टिका लगाइसकेपछि जुवा तास खेलेर कतिजना घरबार बिन भएका छन्। त्यो कुरा त यहाँहरूलाई अवगत नै छ। त्यो भएर तपाईँहरू यो रमाइलोमा भुलेर जुवा तासलाई बिर्सिनुहुन्छ भनेर मैले यो कार्यक्रमको आयोजना गरेको हुँ। अब म धेरै भाषण नगरिकन अहिलेका लोकप्रिय गायक मोहन नेपाली ज्यूलाई आफ्नो प्रस्तुति दिनुहुन अनुरोध गर्दछु। आजका यस कुमाईटी नगरपालिकाका हाम्रो वडा अध्यक्षज्यू उहाँले गर्नुभएको कुरा एकदमै मलाई मन पर्यो, एकदमै धन्यवाद दिन चाहन्छु उहाँलाई। र जुवा तासको अलिकति कमी भए पनि यस समितिको माध्यमबाट गर्न सकिन्छ कि भनेर म पनि आज यस दशैँको दिनमा आफ्नो हतार हतार टिका सिका लगाएर उहाँको माझमा उपस्थित भइसकेको छु। र मलाई लागेको थियो यस कार्यक्रममा धेरै दर्शकहरू हुनुहुन्छ भनेर, तर के गर्नु, यो गाउँमा सबैजनाले परिवार नियोजनको बारेमा राम्रोसँग पढ्नु भएको थियो। तर जे होस्, म यो कार्यक्रममा आइसके पछाडि तपाईँहरू सबैलाई रमाइलो प्रदान गर्नै पर्छ। ल सबैजनालाई धेरै धेरै धन्यवाद छ। यो रमाइलो गीतमा सबैजनाले उफ्री नाच्नु भयो। विशेष गरी हाम्रो वडा अध्यक्षज्यूले पनि एकदमै मजा मानेर साथ दिनुभयो। मलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब म यहाँहरूलाई एउटा सुन्ने खालको गीत गाउन चाहन्छु, जुन गीत धेरै दर्शकले मन पर्नु भएको थियो। किरण बाबु खानको लय शब्द, त्यस गरी रामजी खाँडा अनि टिकापुरले गाएको, मैले पछिल्लो समयमा टिकटकमा गाएको गीत कति बात छ थाहा छैन खै माया, जति बात छ नछैन है माया। मिठो गीत तपाईँहरूको लागि एकचोटि गाउन चाहन्छु, सुन्नुहोस् है त। कति बात छ थाहा छैन खै माया, जति बात छ नछैन है माया। म पूजा गर्छु मायाको, तिम्रै छ सानो साथ दिने नदिने, शरणमै पर्छु मायाको। थाहा छैन खै माया, जति बाछो नछैनु है माया। म पूजा गर्छु मायाको, तिम्रै छ सानो सादिने नदिने, शरणमै पर्छु मायाको। तिम्रै छ सानो सादिने नदिने, शरणमै पर्छु मायाको। धेरै धेरै धन्यवाद छ। आज यस कार्यक्रममा बोलाइदिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो कार्यक्रमका आयोजक टिमलाई। र यसै गीत सँगसँगै म पनि बिदा हुन चाहन्छु। यहाँको दसैँ शुभ रहोस्, सबैले सोचेको जस्तो दसैँ बनोस्, तिहार बनोस्, सबैलाई फेरि पनि शुभकामना दिँदै बुढा चल बुढा आमा र बहिनी चाहिँ कहिले आउनुहुन्छ त? खै मलाई त केही भनेकै छैन। ए बुढी तिमी कति बुझकी छौ है? बुढा म हजुरको अर्धाङ्गिनी हो। म हजुरको लागि जस्तो सुकै दुःख पनि सहन तयार छु। बुढी तिमीले मलाई यति धेरै माया गर्छौ है?
बहिनी के भयो तँलाई तँलाई झुट बोल्छस् भन् के भयो दाइ मलाई आर्यनले धोका दियो मैले तँलाई पहिले नै भनेको थिएँ नि यसरी अनलाइनबाट भेटेको केटाको विश्वास गर्नुहुन्न भनेर त्यो त हो दाइ तर उसले मलाई धेरै माया गर्थ्यो हेर बहिनी स्वार्थको लागि त जसले पनि धेरै माया गर्छ तर पुरा बसी त्यही हो नरो बहिनी नपाउने मायालाई सम्झेर रुनुभन्दा त्यो माया भुलेर नयाँ जिन्दगी सुरु गर्नुपर्छ हुन्छ दाइ म कोसिस गर्छु बुढी जाऊ तिमी बस्तु भाउलाई घाँस पानी गरेर आऊ म दसैँको सुकुटी बनाएर राख्छु पर्दैन बुढा फेरि आमाले सुकुटी घटेको थाहा पाउनुभयो भने कराउनुहुन्छ त्यसको तिमी चिन्तै नगर न त्यो व्यवस्था म मिलाउँछु होइन बुढा तपाईँ मेरो लागि त्यति दुःख नगर्नु बुढीको लागि बुढाले त्यति दुःख गर्दा के भयो र जाऊ छिटो गाई बस्तुलाई घाँस पानी गरेर आऊ होइन बन्ठे म त बियर तानेर पो बस्या छस् पुरै स्याड छस् के भयो तँलाई के हुनु दाइ दसैँ मान्नु भनेर साउसँग ऋण लिएको थिएँ अहिले मागेर किचकिच गरेर मर्नु न बाँच्नु बनाएको छ दाइ ए त्यस्तो पो हो त्यही भएर मनको पीडा भुलाउनलाई रक्सीको नसा लिँदैछु दाइ हो तिमीहरूलाई मैले कतिचोटि भने घाँटी हेरेर हाड निल्नुपर्छ भनेर आफूसँग जे छ त्यसैमा खुसी भएर दसैँ मनाएको भए आज यस्तो दिन आउँथ्यो तपाईँले सही भन्नुभयो दाइ आज मैले अरूको देखासेखी गर्नाले आफैले दुःख पाएँ अबबाट म यस्तो कदापि गर्दिनँ दाइ ल ल भाइ ढिलै भए पनि तिम्रो बुद्धि आएछ म त्यसैमा खुसी छु ल भाइ अहिले म अलि हतार मान्छु म लागेँ यसपालि चाहिँ फुल किन्न नपर्ने भयो दुःख गरेपछि नहुने के रहेछ र अनु तिमी त फुल हेर्दैछौ त दसैँ सिद्धियो दाइ अब तिहार आउँदैछ त्यही भएर हेरेको नि फुल पनि आहा कति राम्रो फुलेछ अनि बिस्ने कता गयो त ससुराली जानुभएको छ दाइ अहिलेसम्म आउनु भएको छैन त्यसो भए ससुरालीबाट बिस्नेले पनि बुढी फकाएर ल्याउन लागे जस्तो ल त बहिनी तिम्रो दया आएपछि मेरो घरमा एकचोटि भेट्न जानु भन ल ए हस् दाइ हुन्छ ल म अहिले लाग्छु है त हस् हस् फुल पनि यो एकै थरी लगाएको फुल पनि कोही कस्तो हो कोही कस्तो हो कोही कति राम्रो छ हुन्छ आमा हुन्छ तपाईँ चिन्ता नगर्नुहोस् तपाईँ आउने बेलासम्म म तयार हुन्छु के तयार हुने र दाइ भर्खर त दसैँ सकेको छ त्यही दसैँ सिद्धेर त तिहारको तयारी गर्ने हो त त्यही भएर हेर अनु तिहारको लागि अब नाचको तयारी गर हुन्छ दाइ गाउँको विकासको लागि देउसी भैलोबाट सहयोग हुन्छ भने म गरिहाल्छु नि ल त तिम्रो सबै साथीहरूलाई भन है त हुन्छ दाइ मैले चिनेको साथीहरूलाई त म सबैलाई भनिहाल्छु नि ल बहिनी हामीलाई तिम्रै त भरोसा छ नि ल अहिले चाहिँ हामीलाई ढिला पनि भयो हामी गयौँ ल ल दाइ
के हो महेश त त मोबाइल चलाएर बसिरहेछस् त अब काम नै के छ र के हो दिउँसो रही साह्रै ल्याछस् त के गर्नु यार तनाव छ अलिकति खाइदिने धेरै खा भयो यहाँसम्म आउनै सकिँदैन थियो बरु सुन्न तँसँग एउटा काम थियो त्यही भएर सल्लाह गर्न आएको यार कस्तो सल्लाह हो फेरि कस्तो सल्लाह हुनु नि अब पोहोर साल त तँ देउसी भैलो खेल्न गइनस् हामीसँग यसपालि त जान्छस् कि भनेर भन्न आएको नि अब जानै पर्ला नि देउसी भैलोबाट उठेको पैसाले गाउँमा केही काम गर्ने भनेको छ नि यार ल त तँलाई यति भनौँ भनेर आएको अहिले हामी जान्छौँ त्यहाँ आउन पनि समय बाँकी नै छ तयारी गरेर बस्दै गर जाउँ च्यान्टे जाउँ हेर विकासे त्यो महेशको बुढीसँग अलि नजिक भएको छ अरे नि हो होस् गरे है विकासे फेरि त्यही केटीसँग बिहा गरेर देला नि फेरि तेरो के हुनु नि तिमीहरूको चर्ती कलाले गरेर यो गाउँ समाजका चेलीबेटीहरू सबै बिग्रिन लागिसके त्यही भएर तिम्रो बुढोलाई साँची राखेर तिमीहरू दुईजनाको बिहा गरिदिनु लाग्यो यो कुरामा के छ महेश तेरो विचार अब यिनीहरूको चर्ती कला नै यस्तो छ भने म के भन्नु अब के भन्नु होइन खुरुक्क यिनीहरू दुईजनाको बिहा गराइदिनु अरू उपाय नै छैन नि गाउँ समाज दुङदुङती गनाइसक्यो अब यिनीहरूलाई राखेर काम छैन बिहा गराइदिनु पर्यो ल विकास तपाईँ अब उसलाई खुरुक्क सिन्दुर हाल कहाँ हुन्छ त्यस्तो मैले उहाँलाई भाउजू मानेको छु अब त्यसो भनेर हुन्छ गाउँ समाजले मान्दैनन् ल यो सिन्दुर सोमा खुरुक्क लाएर सिन्दुर हाल्नु पर्यो होइन मैले त्यो भाउजूलाई सहयोग गर्दा पछि गाउँलेहरूले मलाई बिहा गराइदिनु त होइन त्यही माथि यी गाउँलेहरूको सोच पनि त त्यस्तै छ दाइ किन टोलाउनु भएको तैँले सधैँ बिहा गर्नु भनेर भनिरहेको थिइस् त्यसैको बारेमा सोचेर बस्या नि यसो ए बल्ल बुद्धि आएछ ल ल छिटो बिहा गर्नु मेरो नि थर्ड इयर सकिन लागिसक्यो बरु भोक लागिसक्यो जाउँ हिँड्नुहोस् खाना खानु ल ल पस्किँदै गर म हात दिएर भित्र आउँछु डायल
गर्नुभएको नम्बर अहिले उपलब्ध हुन सकेन। कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। Sorry, the number होइन आज मैले यो के देख्नु परेको सबैजना रोएको मात्रै देख्छु त। सरू बहिनी के रह्यो तिमीलाई किन रोको? के हुनु नि दाइ बन्ठेको फोनै लागेन। ल हेर त आजभोलिको केटाकेटीको हालत। आफूलाई जन्म दिने बाबुआमाको हालत हेरेर रुनु चाहिँ छैन। त्यो जब एउटा केटाले फोन उठाएन भनेर यत्रो दुनियाँको तनाव। तपाईँले सही भन्नुभयो दाइ। 9 महिना कोखमा राखेर जन्माको मेरी आमाको लागि म कहिले रोइन। तर त्यो जब हिजो भेटेको केटालाई सम्झेर म रोएँ। अब मेरो सोच म आजैबाट परिवर्तन गर्छु दाइ। हुन्छ बहिनी, त्यस्तो सोच परिवर्तन गरेकै राम्रो। आफ्नो जन्म दिने बाबुआमा भन्दा ठुलो कोही हुँदैन। तपाईँले सही भन्नुभयो दाइ। अबबाट जन्म दिने बाबुआमा भन्दा ठुलो कोही मान्दिनँ म। ल त दाइ म पनि जान्छु। आज भोलिको केटाकेटीको लभ खै के हो के हो। सरी बुढी, तिमीले आमाको हेपाइले मलाई साह्रै पीडा दियो। कतिन्जेल यसरी पीडा र अपेलना खपेर बाँचिरहने। बरु मरेकै बेस सम्झेर हामी दुवै मर्ने निदो गरे। मलाई माफ गर। यदि अर्को जन्म लिन पाइने रहेछ भने 7 जुनीसम्म तिमीसँगै जिन्दगी बिताउने प्रण गर्दछु। बुढी हेर न, आज आमा बहिनी नभएको बेलामा मैले कस्तो मिठो शरबत बनाएर दिएँ। यस्तो तागत लाग्छ यसले। हो खाऊ त। त्यसो भए हजुर खानु नि त पहिला। ल ल खाऊ त तिमी पनि। कस्तो नराम्रो सपना देखिएछ। के हुनलाई होला? फेरि 12 बज्यो। के निन्द्रा लाग्ला र अब? तै पनि सोच्ने कोसिस गर्नु पर्छ।
ओहो विकास भाइ एक्लै चाहिँ यहाँ बसेको छौ त के गर्नु दाइ बहिनी घरमा नबसी अनि बहिनी चाहिँ कहाँ गएको र काठमाडौँ गएको छ दाइ विदेशको लागि अब बहिनी पनि विदेश जाने भए नेपालमा राम्रो रोजगारीको सिर्जना नभएपछि यस्तै रहेछ दाइ जति पढे लेखे पनि अन्तिममा विदेशिनु नै पर्ने त्यो त त्यही हो भाइ देशका ठुला ठालो भनाउँदा नेताहरू गतिलो नभएपछि यस्तै हो त्यस्तै हो रहेछ दाइ अनि विकास भाइ तिम्रो उमेर पनि त भयो यसो राम्रो केटी खोजेर बिहा गरेको भए नि हो नि मैले नि सोच्न त त्यही सोचिरहेको दाइ अब हेरौँ समय र परिस्थितिले के गर्छ हुन त भाग्यमा जे लेखेको छ त्यो हुने नै हो भाइ म त यसो बाटो परेर भाइ कहाँ छिरेको वडा अध्यक्षलाई नि भेट्नु छ म निस्किन्छु भाइ होइन ए जाने दाइ म चिया बनाउँछु चिया खाएर जाउँ न होइन भाइ अर्कोचोटि पस्दा दाजुभाइ कहाँ मिलेर चिया खाँला नि है ल हुन्छ दाइ आमा बहिनी चाहिँ कहाँ गएकी हो तेरो बहिनी मामाले सहरतिर लगेको छ विदेश पठाउनुको लागि तँ जस्तो बेरोजगार बस्ने हो र मेरो छोरी यसको बुढीलाई त्यो विकासेसँग लाएको मोहनी मन्तरको खानेकुरा कसरी खुवाउने होला छोरा हजुर बुहारी चाहिँ खोइ त बुहारी त भक्कारो सोर्न गएकी छ आमा भकार सोर्नु किन गएकी होली बुहारी म सोरिहाल्थेँ नि बुहारी किन भकार सोर्नु गएकी तिमी म सोरिहाल्थेँ नि अब मैले थाहा पाइसकेँ छोरी र बुहारी एउटै हो भनेर बरु हिँड भित्र मैले माइतीबाट तिम्रो लागि मिठो मिठो खानेकुरा ल्याएको छु आऊ होइन यो दसैँपछि 81 आमालाई के भएछ के हुनु मेरो पनि सोच परिवर्तन भयो यार सोच परिवर्तन हुनु त राम्रो हो नि बुढो भन् तेरो गर्लफ्रेन्डको हालखबर चाहिँ के छ गर्लफ्रेन्डको त के कुरा गर्नु जब फोन लागेन भनेर रिसाइरहेको छु हेर भन्थे तेरो गर्लफ्रेन्ड रिसाएको त नराम्रो त होइन त्यो भनेको तँसँगको माया हो जसलाई धेरै माया गरिन्छ नि त्यसलाई नै हसँग गर्ने हो त हो यार तर चाहिने भन्दा बढी सङ्ख्या गर्छ त्यसले त्यसो भए त्यो हानिकारक छ केटा चिनी पनि धेरै खायो भने तितो हुन्छ हेर भन्थे त्यही भएर त पनि तेरो गर्लफ्रेन्डलाई राम्रोसँग सम्झ के हुन्छ के हुँदैन तैँले ठिक भनिस् यार ल त मेरो परम मित्रहरू म चाहिँ अहिले रिसाएर बसेकी छु गर्लफ्रेन्ड फकाउनु जान्छु ल ल जा छिटो फकाएर आइज जानै पर्यो नि अब नगएर के गर्नु म फोन गरेन भनेर उता रिसाइरहेको थिएँ ल ल ल जा फकाएर आउँछु ल ल स्यान्टे हजुर हामी पनि के बस्नु जाउँ हामी पनि के बसिरहनु भाउजू भाउजू मलाई किन बोलाउनु भएको हेर्नु विकासजी अबबाट मलाई भाउजू नभन्नु होइन भाउजू तपाईँ के भन्दै हुनुहुन्छ हो म जे भन्दैछु सही भन्दैछु अब म तपाईँसँग बिहे गर्न चाहन्छु तपाईँ छक्क नपर्नु भाग्यमा जे लेखेको छ त्यो भोग्नै पर्ने रहेछ बरु भन्नु तपाईँ मसँग बिहे गर्ने कि नगर्ने होइन भाउजू तपाईँ के भन्दै हुनुहुन्छ को भाउजू के भाउजू बरु छिटो भन्नु तपाईँ मसँग बिहे गर्नुहुन्छ कि नै यदि तपाईँले मसँग बिहे गर्नु भएन भने म मरिदिन्छु भाउजू तपाईँ पागल त हुनु भएन हो म तपाईँको मायामा धेरै पागल भइसकेँ अब केही दिनमा पनि मलाई बिहे गर्नु भएन भने म त मरिदिन्छु
ल यो वडा अध्यक्ष जस्तो मान्छे नि आफै खेतबारीमा काम गर्न लाग्छ त राखेको छैन यो दुईजना काम गर्ने मान्छे। रमेश वडा अध्यक्ष भएर काम गर्नु हुँदैन र? वडा अध्यक्षले काम गरिहाल्छन् नि यार। त्यस्तो भन्न खोजे होइन यार, हल्का जिस्केको नि तँसँग। अनि वडा अध्यक्ष थियो तिहारको लागि चाहिँ विशेष कार्यक्रम के लिएर आउनु भएको छ त? रमेश तिहारको लागि त खासै केही छैन। गाउँमा चाहिँ नि युवा युवतीहरूलाई यसो देउसी भैलो खेलाएर गाउँको विकास हुने यसो केही सामानहरू किनौँ कि भन्ने छ। होइन तेरो दिमागमा चाहिँ यस्तो सोचाइ कहाँबाट आयो? हेर रमेश, मान्छेको सोच भने जतिखेर पनि परिवर्तन हुन सक्दो रहेछ। हिजोको धनी आजको गरिब पनि हुनसक्छ र आजको गरिब भोलि धनी पनि हुनसक्छ। त्यही भएर यहाँ एकैछिनमा के हुन्छ कसैलाई थाहा नै हुँदैन। त्यो त तैँले सही भनिस् यार। मेरो त गाउँतिर काम छ, म लागेँ अहिले। ल ल ल विकास ए काकी हिँड्नु न, घरतिर बसेर कुरा गरौँ। म तेरो घरमा बसेर कुरा गर्न आएको होइन। बरु भन् तैँले मेरो बुहारीलाई के जादु लाइस? जतिखेर पनि तेरै नाम लिन्छ। मेरो छोरा पागल हुन लागिसक्यो। काकी म पनि अचम्म परिरहेको छु, भाउजूलाई एक्कासी के भयो? ल ल धेरै नाटक नगर, तँ जस्तो घुसघुसे कोही छैन यो गाउँमा। मेरो त्यस्तो सोझी बुहारीलाई टुनामुना गरेर माया जालमा पारी छाडिस् होइन? हुन त बाबुआमा गतिलो भए पो छोरा गतिलो हुन्थिस् त। अनि ढोका लगाएर कता जान लाग्यो? डान्सिङमा जान लाग्यो। ए अनि तिम्रो दाइ बिस्ने घरमा छैन? कहाँ हुने नि दाइ? दाइलाई आजभोलि के भएको छ? घरमा एकछिनै बस्नुहुन्न। त्यसलाई पनि कार्तिक लागे जस्तो छ, फुर्सदै नहुने। हे दाइ पनि के भन्नुहुन्छ के भन्नुहुन्छ। मलाई ढिलो पनि भइसक्यो, म अहिले जान्छु दाइ। ल नानी म त एकछिन यहाँ बस्छु, दाइ आउला नि एकछिनमा। भित्रै गएर बस्नु न दाइ, अहिले आउनुहुन्छ होला दाइ। ल नानी ल। बोल्न सक्दैनौ? यसलाई मोहनी मन्तरले काम गरे जस्तो छ। अब आउँछ खेलको मजा। बुढी 10 बजे तिमीले 81 जस्तो के भयो? मलाई के भएको छ र? म पहिलेदेखि नै यस्तै हो। मलाई धेरै कोसिस नगरे भन्दा सिकरी मैले के भन्दै छु नि। यदि माया नै थियो भने जसरी नै एकल गरिहाल्नु हुन्थ्यो नि। ल प्यारी ल, मेरै गल्ती भयो। अबबाट यस्तो गल्ती हुँदैन नि त। तिमी केटा मान्छेहरूको के भर? अनि तिमी केटी मान्छेहरूको चाहिँ? मलाई केही पनि थाहा भएन, म गएँ। यो केटी मान्छेहरूको अगाडि केही गर्दा पनि लाग्दैन। अब यो कार्तिकमा त बिहा गर्ने कुरो भएन क्या र? अब मक्सर लाग्ने बित्तिकै छिटै बिहा गरौँला नि। साँच्चै? साँच्चै त हो त नि। आई लभ यु बन्ठु। आई लभ यु टु। अनि केटीहरूले त तयारी गरे नाच्ने गाउने सबै। अब तिमीहरू केटाहरू पनि नाचगान त गर्नु पर्यो नि त। तिमीहरूको चाहिँ के छ त? अनि अब मेरो त के कुरा गर्ने र वडा अध्यक्षज्यू, तर यो च्यान्टेले चाहिँ नाच्छ है। यो च्यान्टेले त नाच्नु कसले भ्याउँछ र? त्यो त हो।
हुन त हो दाइ, तर त्यसले किन विदेश नै जानु पर्यो त? भन्न त मैले पनि त्यही भने हुनु, तर के गर्ने, तिम्रो थाहा छ त त्यसको बानी, भनेपछि भन्यो। त्यो त हो नि दाइ, तर रिस र घमण्डले आफैले खान्छ नि फेरि। खाए नि, के गर्ने त बहिनी, मैले पनि त्यसलाई के भन्न सक्दिनँ। त्यसो भनेर कहाँ हुन्छ विकास, राम्रो हुन्छ भने भन्न पनि सक्नुपर्छ नि। ए पपी पो आएछ, आऊ बस यता। अनि कहिले आयो त तिमी? हिजो। अनि तिमी त पहिला भन्दा पुरै दुब्लाएछौ त। कहाँ म दुब्लाउनु नि, तिमीले धेरै पछि देखेको भएर तिमीलाई त्यस्तो लाग्यो होला। खै त्यो पनि हुन सक्छ। अनि म आएर डिस्टर्ब त भएन नि। के को डिस्टर्ब हुनु नि, छैन दिदी। दाइ म पनि जान्छु है, तपाईँ गफ गर्दै गर्न। अनि विकास के छ तिम्रो नयाँ नौलो, सुनाउ न। के हो नि, यस्तै त हो नि, बरु तिम्रो के छ? मेरो पनि यस्तै हो नि। अनि के हो, तिमी त अहिलेसम्म पनि बिहा गरेको रहेछौ, बुढो कन्ने बस्ने विचार छ कि के हो? त्यस्तो त होइन हो, अब भाग्यले जुरासी गर्नु पर्ला नि। तिम्रो भाग्यले त अर्को जुनीसँग पनि जुराउँदैन होला। ल त यसो भेट्छु भनेर आएँ कि, अहिले म जान्छु ल। ल हुन्छ त। ल केटा, तिमीले सबै कुरा बुझिहाल्यौ, अब तिमीहरू चाहिँ नि राम्रोसँग खटिनु पर्यो। अब गाउँको विकासको लागि, सामाजिक कामको लागि तिमीहरू सबैजनाले फेरि अल्छी गर्ने होइन नि, सबैजनाले खटिनु पर्यो है। त्यो त भइहाल्छ नि वडा अध्यक्षज्यू, अब हामी जस्तो युवाहरूले यो गाउँको विकासको लागि नखट्यो अरू कसले खट्छ नि? त्यो पनि तिहारको बेलामा देउसी भैलो खेलेर गाउँको विकास हुन्छ भने हामी खट्छौँ भने त जान्थे, खटिहाल्छौँ नि, किन खट्नु। ल ल ठिक छ। अनि केटा चिया खान्छौ त? चिया बनाउनु? होइन काका, अहिले हामी चिया खानतिर लाग्दैनौँ, कामतिर लाग्छौँ। ल तिमीहरू नखाने भए ल राम्रोसँग जाऊ है त। ल काममा खट्यौ। ल गर्नुपर्छ रमाइलो तिहारमा यार यसपालि। दाइ किन एकहोरो मास्तिर हेरेर बसिरहनु भएको छ, के भयो? बहिनी, यो समय र परिस्थितिले मान्छेलाई कतिखेर कहाँ पुर्याउँछ पत्तै नहुने। के भएर? के हुनु र बहिनी, हिजोको दिनमा त्यति माया गर्ने बुढी आज मबाट टाढा हुँदैछ। होइन दाइ, तपाईँ यो के भन्दै हुनुहुन्छ? हो बहिनी, त्यही भएर मैले केही सोचिरहन सकेको छैन। भाउजू त साह्रै सोच्नु हुनुहुन्थ्यो त। त्यही त भने बहिनी, यो समयको खेल पनि कतिखेर के हुन्छ थाहा नै नहुने। अनि तिमी कहिले आयो? म त हिजो आएको नि। ल दाइ, हुने कुरा भइहाल्छ, चिन्ता नगर्नुहोस्। अब मेरो घरमा काम छ, म गएँ ल। हुन्छ बहिनी। कहाँ जानु नि? बन्ठुला भेटेर आएको। तेरै परेछ। तेरो त परे खान नि, होइन घरको त्यो लालेसँग। ल तँसँग बोलेर म सक्दिनँ, बरु सुन न। भन्न। यसपालि तिहारमा देउसी भैलोको लागि डान्स सिक्दैनस् त? सिक्ने हो नि, साँच्ची तिहार पनि त आइसक्यो नि है। मायामा पागल भएपछि कसको के लाग्छ र? ल हिँड, उता सीताको घरमा भेला हुने कुरा छ, उतै जाऊँ। हुन्छ ल जाऊँ। बुहारी, तिमी यसलाई माया गर्दिनौ हो? हो आमा, म यसले माया गर्दिनँ। यसले मलाई धेरै दुःख दियो, माया पनि कहिल्यै गरेन। बरु विकासले मलाई धेरै माया गर्नुहुन्छ, म उहाँसँग नै बिहे गर्न चाहन्छु। देखिस् त छोरा, मैले तँलाई पहिला नै भनेको थिएँ यो केटी ठिक छैन भनेर। अब त थाहा पाइस् होला नि। यो यस्तै थिएन आमा, यसलाई पक्कै भूतप्रेत लागेको हुनुपर्छ। मलाई कुनै भूतप्रेत लागेको छैन। म तिमीसँग बस्न सक्दिनँ भनेपछि सकिएन। अब त सुनिस् नि यसको कुरा, अब त जेसुकै गर। कति नजिक बसेको, पर सर बस। बुढी रे? कति बुढी भनेको? कान सुन न क्या? बुढी नभने के, दिदी बहिनी भन्ने त?
मैले तिमीलाई मिठो खुवाउन सकिनँ होला, राम्रो कपडा लगाउन दिन सकिनँ होला, तर मैले चोखो माया त दिएको थिएँ नि। मसँग छुटकारा पाउन तिमीले यत्रो नाटक, यदि तिमीले भनेको भए म सजिलै तिमीलाई छुटकारा दिन्थेँ। किन यो नाटक गर्यो? किन? तिमी धेरै नगरौ है, फेरि हातपात गर्यो भनेर उसरी हाल्नु जानु नपरोस्। मैले भनिसकेँ त तिमीसँग गर्न सक्दिनँ भनेर। यदि त मसँग बस्दिनस् भने अरूको भएर पनि बस्न दिन्न। त मार्दिन्छु म आज। ए छोरा, तैँले के गर्न आँटेको यस्तो? एउटी स्वाइनको लागि आफूलाई पागल बनाउँछस्? घरमा आमा बाउ देखिनस्? के भएको त? म यसलाई मार्दिन्छु। ए आज आएर तँलाई आमा भन्दा यो केटी ठुलो भयो? तैँले पनि त यो भन्दा राम्रो पाउँछस् नि। भोलिको भाइटिका छ, आज किन यस्तो रगाएको गर्छस्? हिँडभित्र। यसपालि त यो सयपत्री फुल पनि ओइलाएरै जाने भयो। विकास बसिरहेको? ए अनि कतै हिँड्यौ त तिमी? म त तिमीसँग एउटा चिज माग्न आएको नि। कस्तो चिज माग्न आएको? पहिला भन न, दिन्छौ कि नै? पहिला मागेर त हेर न, सक्यो भने दिइहाल्छु नि। हेर न, हिजो त मेरो बारीको फुल बाटा खुस्केर सबै खाएछ। त्यही भएर अलिकता सयपत्री फुल दिन्छौ कि भनेर आएकी। म त के माग्न आयो भने त सयपत्री फुल पो रहेछ त। लैजाऊ, सबै लैजाऊ। यसपालि सुकेर जाने त हो। सबै सुक्ने रे? हो सरस्वती, बहिनीको हिजो फ्लाइट भयो। देशमा रोजगारीको अवस्था नभएपछि यस्तै रहेछ। यसपालि त मेरो निधार पनि खाली हुने भयो। पिर नगर विकास, के गर्नु, देशको हालत यस्तै हो। के म लगाइदिउँ तिमीलाई यसपालि भाइटिका? बहिनीको साथी भए पनि तिमीलाई त मैले पहिल्यैबाट साथी मानेको छु। अब साथीको हातबाट पनि के टिका लाउनु ल? बरु जाऊ, तिमीलाई कति चाहिन्छ फुल टिपेर ल्याउँछु। सुन्छ भाइ। ए दाइ पो आउनु पर्छ, पक्नै मोडा लिएर आउँछु। भयो भयो, पर्दैन भाइ, म यहीँ बस्छु। अनि दाइ, घरतिर सबै आराम हुनुहुन्छ? के आराम हुनु भाइ, मेरो बुढी खालि तिम्रो नाम लिएको ल्याइ गर्छ। खास कुरो चाहिँ के हो? म पनि त्यही कुरामा अचम्म परिरहेको छु। दाइ, मैले त मलाई आफ्नै भाउजू जस्तो मानेको छु। आजसम्म अलिकति पनि नराम्रो नजरले हेरेको छैन। खै के हो केही बुझ्न सकिरहेको छैन। जे हुनु भइहाल्यो, छोडिदेऊ। सायद उनी मसँग मेरो घरमा सुखी हुन सकिनन् होला। बरु तिमी एउटा काम गर। कस्तो काम दाइ? तिमीले मेरो बुढीसँग बिहा गर। दाइ, तपाईँ यो के कुरा गर्दै हुनुहुन्छ? हो भाइ, कुनै पनि समस्यालाई उग्र रूप लिन दिनुभन्दा बेलैमा समाधान गरेको राम्रो। मेरो बुढीलाई म कहिले पनि दुखी भएको हेर्न सक्दिनँ। उसलाई मैले पैसाको सुख दिन नसके पनि भित्र मनदेखि नै धेरै माया गरेर पालेको थिएँ। तिमीले पनि उसलाई कुनै पनि कुराको कमी हुन नदेऊ। बरु ऋण खोजेर भए पनि तिमीहरूको बिहे म धुमधामसँग गरिदिन्छु। तिमी साइड चुराऊ। होइन, यो के हुन लागिरहेछ? यसलाई मनी मन्तले राम्रो काम गरे जस्तो छ। आमा, यसपालि त बहिनी छैन त, के को लागि यो माला उन्नु भएको? मेरो भाइहरू आउँदैछन् रे टिका लाउनलाई, त्यही भएर उनेको। अनि कहाँ गएर आइस् नि त चाहिँ? त्यहीँ पर विकास भाइ कहाँ गएर। के भन त त्यसले? के भन्नु र आमा, त्यस्तो केही नराम्रो छैन, भाउजू मान्छु भन्छ। मान्छ भाउजू,
यो सब त्यसको नाटक हो। आमाले सही भन्नुभयो। मलाई विकासले धेरै माया गर्नुहुन्छ। सुने आमा, तिहार सकिनासाथ उनीहरूको बिहे गर्नेछ। अब विकल्प पनि के छ र? ओइ, गर्छ छैन त बिहे त्यो विकाससँग? गर्छु आमा। ल ल, त्यहीसँग गरिदिउँला। अब बसुन्जेल त काम गर्नै पर्यो के अरे। जा, बरु एक गाग्री पानी लिएर आइज। हुन्छ आमा। आमा, हामीलाई गाउँले के सोच्ला न है? केही सोच्दैन, त चिन्ता नगर। बरु जा, भित्र गएर खाजा खा। हस् आमा। यसपाल त हाम्रो टिकट छैन नि बहिनी। हो र दाइ, किन नि? हजुरआमा बितेको 1 वर्ष पुगेकै छैन बहिनी, त्यही भएर। ए ल ल दाइ, टिकाको समय पनि हुन लाग्यो। म गएँ है, जान्छु है। ए बहिनी, ल ल ल। लाले के भयो? किन रोएर? हेर चन्टी, यसपालि मेरो दिदी नै नआउनु थियो। मेरो निधार खाली भयो। ल ल, त चिन्ता नगर। मेरो बहिनी भने तेरो बहिनी त हो नि। यसपालि मेरै बहिनीको हातबाट टिका लगाउलास्। बरु हिँड, बन्ठेलाई भेट्न जाउँ। ल ल, जाउँ जाउँ जाउँ। यतिखेर भइसक्यो, भाइहरू आउँदैनन् त। तपाईँको भाइहरू अझै आइपुग्नु भएको छैन? आइपुगेको छैन भनेको। अनि त पनि भाइलाई टिका लाउनु जाने हो कि गएको भए हुन्थ्यो? अब एकैचोटि बिहेपछि नै जान्छ आमा। अब आमा पनि के भन्छेस्? आमा पनि नभन, बरु काकी भन। जा भित्र। भाइहरू कहाँ आइपुग्यो होला? एकचोटि फोन गर्नु पर्यो। मलाई पनि दिनु न। तपाईँ खाने? ल, ओके। त्यो डेरी मिल्क पनि दिनु न। डेरी मिल्क पनि। ल। च्युइङगम पनि। ल। त्यो पाचक पनि दिनु न। पाचक। ल। पाचक पनि खाने? चकलेट पनि। चकलेट पनि? ल। ल, सबै खाइस्। ल, त्यो नरे पनि खा। बुवाहरू त आउँदैन त नि? आउँदै हुनुहुन्छ होला नि। ल ल, सुरु गरौँ। अब गाउँतिरको सबै आउँदै गर्छन्। अब मेरै घरबाट सुरु गरौँ। नाचगान गरौँ ल। ल ल, हो ल। आहै भन भन भाइ हो, देउसी रे रङ्गरी भन, देउसी रे सुन्मीलाई भन, देउसी रे सुन्मीलाई भन, देउसी रे यो घरमा, देउसी रे लक्ष्मी देउसी रे दसैँ गरौँ, देउसी रे दसैँ गरौँ, देउसी रे बाटो बाटो, देउसी रे बाटो बाटो, देउसी रे मर्देर देउसी रे
हामी पनि रमाइलो गर्नु पर्यो। एउटा गीत गाइदिन्छु म पनि। अब मैले जान मात्रै खानी हो, जान मात्रै खानी हो, मेरो स्वास्नी अर्कैले लानी भो, बल्ल बल्ल मेरो माया रे जालयमा। ल भाइ अब तिमीले गीत गाऊ। नाच नाच नाचे झैलाले सम्झाउँ चोथाले फुँडीलाई विकासले लाने भो बुढीलाई घर त छाउनेमा मेरो पनि आउँछ कि नम्बर लाउन माया लाउनेमा। कति कराएको कति हल्ला गरेको रक्सी खाएर कुकुर मुथाएर मान्छे सुतिरहेको देखाएको छैन? यहाँ कराउनु होइन के मलाई निन्द्रा डिस्टर्ब भयो। जा अन्त गरेर गा कुकुर मुख खाएर गाउने के गर्नु गइहाल। कस्तो जमाना आयो आफ्नै घरमा पनि बस्न नजान्छ।
तपाईँहरूले माग्नु भएको 10,000 हो, मैले 10,000 हालेको छु। अब तपाईँहरूको लागि एउटा सरप्राइज छ। सरकारले नगद राख्न हुँदैन भनेको छ, मैले चेकको व्यवस्था गरेको छु तपाईँहरूको लागि। अब यो सामाजिक कामको लागि तपाईँहरूको लागि 50,000 रुपियाँ मैले हाल्ने निर्णय गरेको छु। अब भन्नुहोस् कसको नाउँमा चेक काट्ने हो? अनुश्रेष्ठ होइन? ल हुन्छ हुन्छ त्यही दिल्ली लिएर जान्छु भन्नलाई सिक्यो त हैन यहाँ खिचिरहेको छु फेरि बाटो खिचिरहेको गर्नु जाने है। ल यो 50,000 रुपियाँ